जन्मिँदै गरेको एउटा सानो बेबी प्रडक्ट भन्छु म। यसको 20 वर्षको इतिहासले आज 2 संस्करण भव्य तरिकाले सम्पन्न गर्न, तेस्रो संस्करण अझ भव्य तरिकाले हामी सम्पन्न गर्न गइरहेका छौँ। अहिले एनपिएल चर्चाको विषय भयो, किनकि यसमा आर्थिक स्रोतदेखि लिएर टिमको लगानीदेखि लिएर विदेशी इन्टरनेसनल मिडिया सबै चर्चा भएको भएर एनपिएल चाहिँ 2 वर्ष अगाडि भन्दा पनि 20 वर्ष नेपाल क्रिकेटले उपलब्धि गरेको जुन हाम्रो उपलब्धिहरू छन्, जुन हासिल गरेको हाम्रो यो भनौँ न योग्यताहरू छन्, ती सबै कुरालाई एक ठाउँमा ल्याएर क्रिकेट सङ्घले जब पुस गर्यो, क्रिकेट सङ्घले जब अठोट गर्यो र आँट गर्यो, त्यो आँट र अठोटले नेपाल क्रिकेट फ्यान्सहरूले जहिले साथ सहयोग गर्नुभएको छ, व्यवसायहरूले साथ गरिदिनु सपोर्ट गरिदिनु भएको छ, ओनर्सहरूले साथ गरिदिनु भएको छ। यी सबै कुराको साथ सहयोगले मलाई लाग्छ हामी धेरै माथिल्लो तहमा हाम्रो यो लिगलाई एस्टाब्लिस गर्न सक्छौँ। यो जन्मिँदै गरेको एउटा सानो के भन्छ बेबी प्रडक्ट भन्छु म। यसको 20 वर्षको इतिहासले आज 2 संस्करण भव्य तरिकाले सम्पन्न गर्न, तेस्रो संस्करण अझ भव्य तरिकाले हामी सम्पन्न गर्न गइरहेका छौँ। सबै कुरा पारदर्शिक छ। ती पारदर्शिताको बिचमा म आफू पनि क्रिकेट खेल्दादेखि लिएर आजको दिनसम्म सुशासन र इमान्दार भएर यो खेलमा लागेर जसरी होस् नेपाल क्रिकेट अगाडि बढाउनुपर्छ भन्ने क्रममा सबैको साथ सहयोग छ। त्यसैले नेपाल क्रिकेट सङ्घको अध्यक्ष कोषाध्यक्षज्यू लगायत हामी सबै 45 जिल्ला 7 प्रदेश सबैजनाले जुन नेपाल प्रिमियर लिगलाई र अन्तर्राष्ट्रिय क्रिकेट जगतले जुन साथ सहयोग र हामीलाई जुन समर्थन गर्नुभएको छ, यसमा हामी सबैलाई कुनै पनि सङ्कोच नमानिकन हामीलाई जुन माया गर्नुभएको छ त्यसलाई साथ सहयोग गर्न चाहन्छु। अहिलेलाई ओडिआई क्रिकेट पनि उत्तिकै महत्त्वपूर्ण छ। युएस स्कटल्यान्डसँगको सिरिज स्टार्ट हुँदैछ। एनपिएल भनेर त्यो T20 फर्मेट हो, तर हाम्रो सबभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो ओडिआई फर्मेटको क्रिकेट हो, जसले गर्दा ओडिआई स्ट्याटसको पनि कुराहरू छन्। त्यसैले अहिलेलाई अब टिम राष्ट्रिय टिमकै अहिले संरचना हेऱ्यो भने कम्पिटिसन बढ्दो क्रममा छ। नेपाल क्रिकेट सङ्घले ए टिममा गरेको लगानी, पिएम कप राउन्ड रबिन गरेको जुन एउटा भनौँ न अब प्रयास, त्यो सँगसँगै जिल्ला प्रदेशमा आज धेरै ठाउँमा जिल्लाहरूले आफूले पनि आयोजना गरेको प्रतियोगिताहरूले खेलाडीहरूले धेरैभन्दा धेरै प्लेटफर्महरू उहाँले पाउनु भएको छ।